यस्तो अन्त भन नि ल घुम है घुम 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 ल घुम 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 जाऊ 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 उता कटेर जाऊ है अब अह छैन छैन अर्को त त्यहाँ कटेर जाऊ है ल यस्तै दिनमा चाहिँ कट्छ है ठक्क लाएर होइन त्यहाँ चाहिँ सानोमा हिँड्नुपर्छ नसालिकन साइड लाइट दे साइड लाइट लाइट हेर आऊ 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 साइड लाइट बन्द गरेको है रोका 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 ल जाऊ कोलो आदि लिएर जाऊ रोका 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 ए ब्रेक ला यस्तो भए चाहिँ फेल भइन्छ है ल यहाँ ब्रेक लाएर 1 इन्च पनि तल सर्नु भएन यहाँबाट तल सर्यो भने चाहिँ फेल भइन्छ होइन यहाँबाट चढ्ने बेला चाहिँ हाफ क्लोज लिएर चढ्नु होला हाफ क्लोज लिएर जानुभयो भने चाहिँ सट्ट जानुहुन्छ होइन अनि ओह्रालोमा चाहिँ टक्क टेक्न पाइन्छ ओह्रालोमा सजिलो हुन्छ उकालो र 8मा चाहिँ हजुरले राम्रोसँग दिनु पर्यो यति गर्नुभयो भने चाहिँ टक्क कट्छ है ल ल यति बढीमा चाहिँ बढी ख्याल गर्नु होला आजलाई चाहिँ यति नै आज त कटाउँछन् होला भनेको यिनी आज पनि फेल भयो है मेरो चाहिँ उता गाडीको हुँदैछ मेरो त बल्ल 9 दिन भयो मेरो 26 दिनको होइन यिनको 3 दिनको यिनको ट्रायल हेर्नु भयो होला नि कस्तो लाग्यो हजुरलाई कमेन्ट गर्नु होला तपाईँहरूको लाइसेन्स छ भने चाहिँ कमेन्ट गर्नु है कस्तो छ आजलाई चाहिँ यति नै है छोटो मिठो आउँछ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला धन्यवाद हेलो सुमन सर मेरो युट्युब च्यानललाई केही भनिदिनु त सबैले चाहिँ अब भाइको युट्युब च्यानललाई सब्सक्राइब गरी एकदम त्यो बेल नोटिफिकेसन पनि अन गरेर राख्नु होला किन भन्दाखेरि अबदेखिको यो भाइको नयाँ आइडीमा चाहिँ नयाँ नयाँ कुराहरू तपाईँहरूलाई कुनै नयाँ म्यासेज हुन्छ कि इन्टरटेनमेन्टदेखि लिएर लगायत तपाईँलाई अब कुनै केही सिकाउने गर्ने कुराहरू हामीले चाहिँ अपलोड गरिराखेका हुन्छौँ यो आइडीमा चाहिँ हेर्न तपाईँले भिडियोहरू हेरेर नछुटाउनु होला अब यति भन्दै म चाहिँ अब मेरो विषयको एन्ड